Hey guys, welcome back to my new video. यतिखेर छु म फुकुओकाको बीच साइडमा हाकाता पोर्ट निर छु म हाकाता पोर्टको ठ्याक्कै छेउमा छु। यो चाहिँ समुद्रको छेउ जापानको विकासको गति देखेर चाहिँ म आफै पनि अचम्म पर्छु हैन। एकदमै फास्ट रूपमा चाहिँ डेभलप भएको कन्ट्री पनि हो। दोस्रो विश्वयुद्धमा हिरोसिमा नागासाकी त उडाएर पनि फेरि जस्ताको तस्तै त्योभन्दा अझ बेटर बनाइसकेको छ। नेपाल चाहिँ कहिले हुने भन्ने आशमा हामी बसेका छौँ र अहिलेलाई म के देखाउन गइरहेको छु भन्दाखेरि रिसेन्टली देखाउन खोजेको चाहिँ समुद्र है। धेरै नेपालीहरूको चाहिँ भाग्यमा छैन नि त समुद्र हेर्ने हैन। म चाहिँ समुद्र देखाउन गइरहेको छु र तपाईहरु पनि हेर्नु होला। समुद्र रेसिङ पनि यो भित्र चाहिँ त्यो रेसिङ हुने रहेछ क्या। त्यो सिंगल त्यो उसको हुन्छ नि, यो भित्र रेसिङ गर्ने ठाउँ रहेछ, कम्पिटिसन हुने ठाउँ रहेछ। हिँड्दैछु आज म दिनभरि हिँडेछु। मैले साइकल राखेको ठाउँ पनि बिर्सकेँ। यहाँ फेरि कस्तो सिस्टम, माथिको गाडी हिँड्दा कति फ्लोरमा गाडी हिँड्दा एउटा माथि छ एउटा मुनि ठ्याक्कै फेरि अझ चढ्ने छ। फेरि यहाँ मुनिको बाटो अलगै छ। यो चाहिँ पोर्ट टावर, हाकाता पोर्ट टावर। मजा गर्दै म यहाँसम्म पुगेँ हिँडेर। आई कान्ट बिलिभ है। लगभग 10 किलोमिटर भन्दा बढी हिँडेँ होला म टोटल आज दिनभरि। हिँडिरहेको छु अझै, फर्किन अझै त्यति लाग्ने छ। भिडियो बनाउँदै हिँडेको आज दिनभरि। जान मिल्छ कि मिल्दैन, कति लाग्छ टिकट सिकेट सोध्नु पऱ्यो है। पुग्न त पुग्यो। यो चाहिँ बिच साइड एरिया हो सबै। फाइनल्ली म हाकाता पोर्ट टावरमा आइसकेको छु। पोर्ट टावर एउटै हो है, बुझ्नु होला मिलाएर। र यस्तो गाह्रो भएको छ, टाउको दुखेर हिँड्नै नसक्ने भइसकेको छ। कन्डिसन हिँड्दा हो। जहाज चलिरहेको छ उतातिर ज्याम न जाने कैसी बातें हैं जो दिल कह पाए ना, न जाने कैसी बातें। ओ माई गड, एउटा कुरा देखाउँ त्यहाँ हेर्नुहोस् त, यो पुलको डिजाइन हो ल। यो छ नि, यो माथिको यो चाहिँ पुल हो क्या होइन। यो हो, यो माथिको त्यो सब माथि हिँडिरहेको छ नि, त्यो पुल हो क्या। कति राम्रो डिजाइनको छ क्या। नारायणीको नदीमा बन्ने भने कहिले बन्ने हो नेपालमा त। र देखाउन खोजेको चिज चाहिँ यही हो, यी हाकाता पोर्ट टावर। चढ्न नि सक्छु, अब टिकट कहाँबाट काटिन्छ थाहा छैन, चढ्न पाइन्छ कि पाइँदैन थाहा छैन। बाहिरबाट देखाउन नि सक्छु है। एकछिन 1 2 3 गो। दिलको करारा यार। यो नर्मल सिप होइन ल, यो रोयल क्यारेबियनको इन्टरनेसनल सिप हो। यो भने यो नाम चलेकै हो क्या सिपको कम्पनी, रोयल क्यारेबियन भने। बाबा मैले पनि पहिलोचोटि हेरेको यार यत्रो। हेर जहाज बाहिरबाट भयो नि, फर्स्ट टाइम हेर्ने मौका पाएँ मैले यति नजिकबाट। म इन्डियामा त हेरेको थिएँ, टाढैबाट हो त्यो पनि। यहाँ चाहिँ टावर छ चाहिँ। विकासको नमुना चाहिँ जापानमै हेर्नुपर्छ। के छ के यो समुद्र भयो। समुद्र एउटा कुना हो। यतातिर चाहिँ फुकुओका टावर छ, त्यहाँ अलि उता। यता चाहिँ एयरपोर्ट छ, फुकुओका एयरपोर्ट। उता प्लेन हिँडिरहेको छ। म चाहिँ अहिले ठ्याक्कै हाकाता पोर्टमा छु नि। तपाईँहरू पनि हेर्न सक्नुहुन्छ। नेपालमा बसेका मान्छेहरूले धेरै हेरेका छैनन् होइन, त्यही भएर टाढैबाट भयो नि। माछा यसो खच्याङ खुचुङ गरिरहन्। पुरा सी साइड हो यो होइन।
कस्तो राम्रो ठाउँ क्या यो। मैले उहाँ कोरियन गेस्टहरूलाई चाहिँ आफ्नो पर्सनल फोटो खिचिमागेँ, खिचिदिए बिचराहरूले नर्मल्ली। पानी पर्दैछ, यस्तो झरी यहाँ फुटसल रहेछ। लेट्स ट्राई, म ट्राई गर्छु माथि जान मिल्छ कि मिल्दैन है। जान मिल्यो भने चाहिँ माथि पनि जानेछु। ल फुकुका नेक्स्ट आई विल ट्राई, जान मिल्छ भने चाहिँ म जानेछु। सेसिन इ देश का आरिगातो गोजाइमासु। यो चाहिँ फुल म्याप, लाइभ म्याप बसे जस्तो देखिन्छ। म्याप भयो। म्युजियम रहेछ भित्र चाहिँ। कस्तो राम्रो बनाएको आर्ट्सहरू। फोटो खाका त बसेर त्यो गर्नु नि सेम फोटो बनाउनु मिल्ने रहेछ। फोटोमा भए जस्तो। यहाँ रेस्टरुम रहेछ, म्युजियम रहेछ यो त। खै त टिकटकोहरूको यो त म्युजियम हो। टिकटहरूको बारेमा चाहिँ यस्तो छ। फ्री रहेछ, एउटा नयाँ कुरो चाहिँ फ्री रहेछ। फोटो खिच्न पनि मिल्ने रहेछ गाइस। कति राम्रो यार। भ्यू फ्लोर भनेपछि भ्यू फ्लोर भन्ने मात्र अप्सन रहेछ सिधै। फेरि टिकट म्युजियमको पनि फुकुका एसियन आर्ट म्युजियम पनि फ्री। सबै कुरा फ्री छ है। फुकुका बस्ने साथीभाइहरूले चाहिँ आउन सक्नुहुन्छ। खै त आएन त अहिलेसम्म, कि गएको कि आएन। ओ माई गॉड, टप अफ द फुकुका टाउन चढिसकेको छु म चाहिँ। समुद्री नजारा, कोटको नजारा। डर पो लाग्ने रहेछ हौ। यही अघि मैले खिचेको क्यारिबियन, रोयल क्यारिबियन इन्टरनेसनलको क्रुज सिप। वेदर अलिक ठिक छैन आज। रहेछ भयो। इन्फर्मेसन यता छ। यो चाहिँ गेम हुने ठाउँ हो, कम्पिटिसन त्यो रेसिङ हुने ठाउँ हो क्या। त्यसको बोट रेसिङ। प्याराफिट पनि बनाइदिएको छ बस्ने ठाउँ मजाले। त्यो दामी ठाउँमा आएको छ। यो चाहिँ यता भयो। यहाँ यतातिर चाहिँ फुकुका टावर चाहिँ यता छ। फुकुका टावर चाहिँ त्यो देखिरहेको नि, त्यो हो फुकुका टावर। फुकुका टावर पनि ठुलो छ, योभन्दा धेरै ठुलो छ। मैले जानुपर्ने धेरै टाढा छ हौ। मैले फेरि हिँडेर जानुपर्ने त्यहाँ हो। यो रातो टावर पनि त्यो घर, त्यो ठुलो बिल्डिङ, त्यहाँ जानुपर्ने छ। ल आई डोन्ट ह्याभ टु मच टाइम।
द्याट्स वाइ मैले अब चाहिँ फोटो फाका त आइसकेँ। फोका नेस्ट यो म्युजियम हेरिसकेँ, तपाईँहरूलाई पनि देखाएँ। अब चाहिँ म जान्छु होला। धेरै टाइम चाहिँ मैले बस्नु छैन, अलि कम भएको भएर म चाहिँ निस्केँ। भिडियो फुकुओकाबाट नै आउनेछ, एक दुई दिन अझै, त्यसपछि फेरि क्योतोबाट आउनेछ भिडियो मेरो। अब कन्टिन्यू नै हुन्छ युट्युबमा है। मेरो भिडियोलाई लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। ट्राभल विथ सुशान्त युट्युब च्यानललाई। हस् त, धन्यवाद।